अब सबैलाई चेताउँदै हिँड्ने डिक्टेटरले योपालि चाहिँ स्पेन विरुद्ध आफै चेतेको छ। अब यो यामालेलाई हराउन चाहिँ अब बालेनै आउनु पर्ला जस्तो छ हैन। अब फेरि बालेनको अब आफ्नै समस्याहरू छन्। अब एम्बापेले यामाललाई अहिलेसम्म नकआउट म्याचमा हराउन सकेको छैन, किनकि यसमा जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। अब रोनाल्डोको बदला हाम्रो डिक्टेटरले लिनुपर्ने, अब डिक्टेटर नै अब निस्किएपछि अब रोनाल्डोको बदला चाहिँ कसले लिन्छ त? अब बेलुका इङ्ल्यान्ड र अर्जेन्टिनाको गेम छ। अब यसमा हामीलाई के याद आउँछ भन्दै ह्यान्ड अफ गड। अब ह्यान्ड अफ गड भनेको के हो त? हातले गोल गरेको। अब यसमा धेरैले के पनि भन्ने गरेको छन् भन्दा अब रेफ्रीले त्यति बेला पनि अर्जेन्टिनाकै फेभरमा चाहिँ डिसिसन दिएको थियो भन्ने गरेका छन्। अब यो अर्जेन्टिना र रेफ्रीको जुन यो लफडा छ यो अहिलेदेखि हैन, अब परिपूर्व कालदेखि नै चल्दै आएको रहेछ नि त। अब किनकि परम्परा, प्रतिष्ठा, अनुशासन। अब इङ्ल्यान्ड पनि कम त छैन। अब त नर्वेसँगको पहिलो गोल गर्दाखेरि त्यो बल त केबलमा लागेको थियो। अब बेलुकाको म्याच हेर्न चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, किनभने अब रेफ्री कसको पक्षमा हुन्छ भन्ने कुरा हेर्न पनि मजा त आउनेवाला छ। म त खै के भइरहेछ। एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु,